हो यो हाम्रो पहिचान हो क्या। ल कोदो रोप्दै हुनुहुन्छ यहाँ रुम्जाटारमा अहिले। हाम्रो एउटा दिदीलाई सोधौँ है त। दिदी नमस्ते। नमस्ते भाइ। के छ रुम्जाटारमा अहिले कोदो रोप्दै हुनुहुन्छ होइन? आजबाट सुरु भयो, पानी हल्का परेर। हजुर हजुर। त्यही भएर अब पर्मा सुरु भइरहेछ। कहिलेसम्म पानी आउँछ कि आउँदैन। पानी आयो भने डेली चल्छ, पानी आएन भने चाहिँ बिसाउनु नि पर्छ। हामी चाहिँ अब हामी जम्मा 21-22 जनाको फर्मेली चेली माइती जम्मा भएको छ। अब पर्मा पानी आयो भने खुइ चलेर हामी 21-22 मा चाहिँ सक्छौँ। हजुर। पानी परेन भने फेरि रोकिन्छ अनि त्यस पछाडि फेरि सुरु हुन्छ पानी आएपछि। हजुर। अनि हामी चाहिँ जम्मा 20-21 घरको मान्छे चाहिँ एकजुट भएर रोप्ने खन्ने चेली माइती भेला भएर एक मतले एक सल्लाहले काम गर्दै जान्छौँ। हामीले चाहिँ यो पहिला सुरुमा कोदो पैसा उठाएर अनि माइतीहरूलाई चाहिँ चुरोट बैना गरेर अनि आजबाट चाहिँ हाम्रो माइती 1 महिनाको लागि भनेर चाहिँ हामीले सुरु गरेको हुन्छ। अहिले पनि त्यो सिस्टम चलिरहेको छ। अहिले पनि चेलीहरू जम्मा भएर अनि पैसा उठाउने अनि चुरोट किन्ने अनि चुरोट दिएपछि चाहिँ हामीले आफ्नो माइती बनाएको हुन्छ। हजुर। अनि अब बैना गरेपछि फेरि हामीले माइती खुवाउने भन्दा चाहिँ अब रोटी रक्सी जाँड रक्सी अब चिसो डिउहरू सबै कुरो जम्मा पारेर अनि माइती खुवाएर हाम्रो चाहिँ फलान दिनदेखि पर्मा यसरी चल्ने भनेर चाहिँ इस्टिमेट गरेको हुन्छ। अनि त्यसपछि हाम्रो मामा पनि हुनुहुँदो रहेछ। ल मामाले बताइदिनु यो साउने पर्मिलीहरूको विषयमा एकदम खतरा तरिकाले। हस्, यो हाम्रो साउनको पर्मेली भन्दाखेरि नि यो पहिलेदेखि चलिआएको रूढिवादीमा पहिला पुर्खौलीदेखि चलिआएको रीति हो र हाम्रो जेठदेखिको सुरु हुन्छ यो पर्मा लाउनुको सल्लाह। अनि जेठदेखिको हाम्रो चेली मैती सबैजना सल्लाह गरेर चाहिँ चेलीहरूले कोदो 2 दिनमा न 3 दिनमा न अब त्यो मैती हेरेर चाहिँ जात पकाउने कार्यक्रम गरे हुन्छ जेठमा। अनि त्यसपछि जेठदेखि असारको 1-2 गतेतिर हाम्रो रोटी रक्सी हुन्छ। अनि त्यो रोटी रक्सी हुनुभन्दा अगाडि फेरि एकचोटि के हुन्छ भने हामीलाई चुरोट दिएर सुपारी दिएर बैना मारेको हुन्छ। अनि त्यो बैना मार्दाखेरि हामी यो मनोरञ्जनको लागि चाहिँ पिङहरू थाप्ने चेली मैती मिलेर त्यो गरिन्थ्यो पहिला। अहिले त्यो प्रथा छ कि छैन? त्यो प्रथा त अहिले किनभने लोप हुँदै गइसक्यो बाबु। अब किनभने अब मान्छे छैन घरमा। एक अब त्यो त्यस्तो खालको त्यो रौस गर्ने खालको केटाहरू केटीहरू पनि अहिलेको छैन। पहिलाको बुढाबुढी पहिलाको रीतिरिवाजमा चाहिँ के थियो भने यसरी बिसाउने खायो भने फेरि असोज भदौ असोज लागेपछि त्यो पिङ थाप्ने कार्यक्रमको लागि उनीहरूले पहिले नै सल्लाह गर्थ्यो। हजुर हजुर हो। हुनको यो हुनले त यसपालि फल्ना ठाउँमा पिङ थाप्ने है भन्थ्यो। नथापे होइन। पहिलाको कल्याण समितिहरूले पर्मा लाउँदाखेरि रोटे पिङ थापे पर फुटबल ग्राउन्डमै लिङ्गे पिङ थापेको थियो। त्यो लोप हुँदै गयो। अहिले त किनभने अब पिङ थाप्नु भन्छ अहिलेको मान्छेहरू मान्दैन। अब त्यतिको पहिलाको जस्तो जोसिलो मान्छेहरू पनि छैन त्यति अब आर्ट गरेर यताउति गर्नुपर्ने। अनि अहिले त्यो पिङको पनि लोप हुँदै गयो। नत्र भए हामीले किनभने पहिलाको बाबुबाजेको पालोमा हाम्रो पुर्खौलीहरूले त किनभने बर्खामा पर्मा लगाइसकेपछि त्यहाँबाट असोज लगाएपछि अब रमाइलो के को लागि भन्दाखेरि पिङ थापेर रमाइलो गर्थ्यो। अनि दुनियाँको छोराछोरीहरू पिङमा गएर रमाइलो हुन्थ्यो, खेल्थ्यो, हामी जान्थ्यौँ खेल्थ्यौँ होइन। अब त्यो चाहिँ अहिले त लोप हुँदै गयो बाबु। अब त्यो अरू चाहिँ अब म केही भन्नु सक्दिनँ। त्यो अहिले लोप हुँदै गइसक्यो। अब अहिले छैन त्यो पिङको रीतिरिवाज चाहिँ। ल धन्यवादमा। रोटी रक्सी खाइसकेपछि हाम्रो असारमा फेरि आधीउधी पर्माहरू असारमा हाम्रो किनभने खेत रोप्नु लान्थ्यो। त्यतिखेर खेत रोप्नु जाँदाखेरि चेली मैती सबै जान्थ्यो। अनि चेलीले अनि त्यहाँबाट लास्टमा ठुलो गाडामा खले गाडा बान्थ्यो। खले गाडा बान्दाखेरि त्यो घरको धनीले 1000, 1500, 2000 पैसा दिन्थ्यो। अनि मैतीहरू सबैलाई माला लाएर बेलुका घरको धनीलाई माला फुलमालाहरू सबै सजाएर चाहिँ घरमा लिएर आउँथ्यो। अनि त्यतिखेर ल्याउँदाखेरि हामीलाई त्यो फुलमालाको दक्षिणा चाहिँ हामीलाई 2000-2500 त्यो दिन्थ्यो। अनि त्यो जम्मा पारेर त्यो पैसा जम्मा पारेर हामीले चेलीहरूलाई जिम्मा दिन्थ्यो। अनि हामी मैतीहरू फेरि त्यो बिसाउने खाने बेलामा
फेरि बिसाउनी खाने बेलामा त हामी मैतीहरूले पैसा उठाएर चाहिँ हामी भेडा खसी किन्नु के खानुहुन्छ भनेर हामी सल्लाह गर्थ्यौँ। सल्लाह गरेर हामी भेडा खसी खोजेर चाहिँ हामी बिसाउनी खाने गर्थ्यौँ। अनि चेलीहरूको त्यो खले गाडाको पैसाले जहाँ रक्सी बनाउने, मैतीहरूले उठाएको पैसाले खसी भेडा किन्ने। अनि त्यसपछि हामी एक घरमा जम्मा भएर एक ठाउँ जम्मा भएर यति अब हामी यो लाउने जति यो परमा लाउने जति कतिजना छ यो हुलको मान्छे सब एउटै घरमा जम्मा भएर हामी धन्दा फन्दा गर्ने, अब काटकुट गर्ने, अब के आइटम बनाउनु पर्छ त्यो बनाएर चाहिँ हामी पिकनिक खाएको जस्तै अब हामी बिसाउनी खान्छौँ। अब अहिले त्यो रीतिरिवाज हराइसक्यो, लोप भइसक्यो। अब यतिखेर अब अहिले यो रीतिरिवाज हामीले किन मेट्नु भनेर त हाम्रो किनभने पुर्खौलीले छोडेर गयो भने हामी अहिले अलिकति यो रीतिलाई त हामी नछोडौँ है भनेर हामी चाहिँ यो समेटेर अहिलेसम्म पनि हिँडिरहेछ। तर पहिला त किनभने 14-15 जना मैती हुन्थ्यो, 30-40 जना चेली हुन्थ्यो। अहिले चाहिँ अब किनभने सबै विदेशको भ्रमणले सबै बाहिर मात्रै कुद्ने भयो। अहिले एउटा छोरा मान्छे उब्जाउनु सकेका छैन। अब एकजना छोरा मान्छे छैन। अनि त्यसपछि अहिले अब बुढाबुढी यस्तै खाराहरू अब यस्तै अब नजानेहरू यसो बसेर चाहिँ हामीले यति परमा हुल भनेर चाहिँ हामीले यो रीतिरिवाज हामीले चलाउँदैछ। र यसमा चाहिँ अब मैले भन्नु त अरू त के छ नि, अब चल्ती चलनमा चलेको हाम्रो रुमेटारको कार्यक्रम अब यही हो। सबैको बर्खाको लागि चाहिँ चल्ने